यहाँहरु सबैलाई नमस्कार। यतिखेर हामी बाजुरा जिल्ला हिमाली गाउँपालिका वडा नम्बर 4 बोर्तामा रहेको नेरा आधारभूत विद्यालयमा छौं। हामीसँग हुनुहुन्छ समाजसेवी तथा सामाजिक अभियन्ता बेन हेजु दिदी हुनुहुन्छ। फ्रेन्ड्स अफ नेपाल संस्था मार्फत उहाँहरूले चाहिँ गरिब दुखी अनि ज्यानदार विद्यार्थीहरूलाई जो भविष्यको कर्णधार वर्तमानको आधार विकासको पूर्वाधार परिवर्तनको सम्भावी बाबु नानीहरू एउटा ज्याकेट नपाएर जाडोमा चाहिँ कठाङ्ग्रिएका छन्। यो हिमाली क्षेत्र मानव सूचाङ्कको 17औं जिल्लामा पर्ने बाजुरा जिल्लाको पनि एकदम विकट ठाउँ यो हिमाली गाउँपालिका। त्यस्ता भाइ बहिनीहरूको लागि चाहिँ उहाँले सानो राहत होला भनेर ज्याकेट र झोला वितरण गरिराख्नु भएको छ र टोपी पनि वितरण गरिराख्नु भएको छ। यसको बारेमा चाहिँ उहाँसँग केही कुराकानी गर्नेछौँ। सर्वप्रथम उहाँलाई स्वागत गर्न चाहन्छु। स्वागत छ हजुरलाई। धन्यवाद। नमस्ते, मेरो नाम बेनी हेजु हो। म नेपालका साथीहरू संस्था जुन चाहिँ काठमाडौँमा छ, यो चाहिँ 2059 सालदेखि चाहिँ हामीले शिक्षा र स्वास्थ्यमा केही सहयोग गर्न सकिन्छ कि भन्ने सोच लिएर चाहिँ सुरु गरेका हौँ र विशेष गरेर नेपालको पनि विगत र दुर्गम क्षेत्रका बालबालिकाहरूको शिक्षामा अलिकति सहयोग होस् भनेर र त्यसपछि बालबालिका तथा महिलाहरूको स्वास्थ्यमा चाहिँ केही सहयोग गर्न सकिन्छ भनेर हामीले चाहिँ विभिन्न किसिम समयमा स्वास्थ्य शिविरहरू सञ्चालन गर्ने अथवा गाउँमा आवश्यकता अनुसार स्कुल भवनहरू निर्माण गरिदिने, अस्पताल भवनहरू निर्माण गरिदिने गरिरहेका छौँ। हजुर, यसै क्रममा चाहिँ म 2 वर्ष अगाडि बाजुरा आएको थिएँ। त्यति बेला चाहिँ हामीले एउटा सानो स्वास्थ्य शिविर संस्था सञ्चालन गऱ्यौँ। बाजुराको हिमाली गाउँपालिका र स्वामी कार्तिक गाउँपालिकाको 2 ठाउँमा 1 हप्ताको स्वास्थ्य शिविर सञ्चालन। त्यसमा चाहिँ काठमाडौँको मनमोहन मेमोरियल अस्पतालका विशेषज्ञ डाक्टरहरूका टिमबाट हामीले 1 हप्ता लामो स्वास्थ्य शिविर सञ्चालन गऱ्यौँ। त्यति बेला चाहिँ मलाई यो बाजुराको विभिन्न गाउँहरूमा चाहिँ गाउँहरू हेर्न जाने भ्रमण गर्ने मौका पाएँ। त्यो बेलामा मैले यहाँको बालबालिकालाई त शिक्षा भन्दा त सबभन्दा स्वास्थ्य भन्दा त अझ मलाई शिक्षामै उनीहरूलाई चाहिँ अलिक जोड दिनुपर्ने हो कि जस्तो लागेर उहाँहरूको बालबालिकाको शिक्षामा प्रगति होस्, राम्रो होस् भनेर एउटा सानो हाम्रो सहयोग यसपालि चाहिँ मैले अलिकति न्यानो ज्याकेट र स्कुल झोलाहरू लिएर आएको छु। अनि यस कार्यलाई चाहिँ हामीलाई धेरै समन्वय गरिनको लागि बाजुराका समाजसेवी जनेश भण्डारीजी, उहाँलाई चाहिँ हामीले विगत 15-20 वर्षदेखि नै चिनेका थियौँ। बाजुरामा चाहिँ पहिलोपल्ट ओलिभको खेती गर्ने बेलामा त्यसको सिलसिलामा चिनेको र उहाँले चाहिँ मलाई धेरैचोटि दिदी हाम्रो बाजुरामा नि आउनु पर्यो, आइदिनु पर्यो भनेर धेरै रिक्वेस्ट गर्नुभएको र 2 वर्ष अगाडि हाम्रो स्वामी कार्तिक गाउँपालिकाको अध्यक्षज्यू र हिमाली गाउँपालिकाका अध्यक्षज्यूहरू चाहिँ काठमाडौँ आउनुभएको थियो। अनि उहाँहरूसँग हामीले एउटा सानो मिटिङ गरे। अब हाम्रो गाउँपालिकाले नि अलिकति सहयोग गरिदिनु, अति दुर्गम र हामीले पनि सुनेका थियौँ कि बाजुरा भनेको अति दुर्गम प्लस यहाँ त एकदम माल न्युट्रिसनको कुराहरू चाहिँ आइरहेको थियो। सकिन्छ म ट्राई गर्छु नि भनेको थियो र 2 वर्ष अगाडि हामी एउटा 3जना विदेशी टोलीको टिम, म र डाक्टरहरूको टिम गरेर यहाँ आएका थियौँ। त्यसै सिलसिलामा यहाँको विभिन्न ठाउँहरूमा जाने मौका पाएँ र दुर्गम यहाँको अवस्थाबारे पनि मलाई अलिअलि भए पनि आइडिया भयो कति गाह्रो रहेछ। हामी त गाडी चढेर आउँदा पनि जिउने सिरिङ्ग हुने ठाउँहरू गाउँहरू छ कि। हिजो मसँग 2 जना अर्को दिदीहरू पनि आउनु भएको थियो। उहाँ त बाटो नै डरले नै अलिकति बिरामी पनि हुनुभयो। यस्तो विकट ठाउँमा यहाँको भाइ बहिनीहरूलाई चाहिँ यसरी केही सानो सहयोग गर्न सकिन्छ कि भनेर नि यही अनुसारले चाहिँ आज हामी यहाँ आएको छौँ र यहाँ यो स्कुलको नाम नेरा आधारभूत विद्यालय यहाँ आएका छौँ र यहाँका भाइ बहिनीहरूलाई चाहिँ केही ज्याकेट र केही स्कुल ब्यागहरू चाहिँ आज वितरण गर्ने मौका पाएको छ। यसको लागि मलाई समन्वय गरिदिने स्कुल व्यवस्थापन समितिका टिचर, गाउँपालिकाको हाम्रो सरहरू अनि जनेशजीलाई पनि म धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यतिखेर लगभग कति जति विद्यार्थीहरूलाई ज्याकेट वितरण गर्दै हुनुहुन्छ बाजुरामा चाहिँ हामीले झन्डै 1500 वटा जस्तो स्कुल ब्याग अनि 1000 वटा जस्तो ज्याकेट चाहिँ वितरण गरेर छ। 3टा गाउँपालिका गरेर। अस्ति हामी जगन्नाथ गाउँपालिकाको पनि एउटा स्कुल दलित स्कुल भनेर भन्नुभयो, तर म चाहिँ दलित भनेर भन्न चाहिँ चाहन्न र यो चाहिँ युज नगर्नु भनेर मैले उहाँहरूलाई पनि रिक्वेस्ट गरेर आएको थिएँ। त्यहाँको 50जना बालबालिकाले हामीले स्कुल ब्याग वितरण गरेर आयौँ। त्यस्तै गरेर हिजो हामी स्वामी कार्तिक गाउँपालिकाको सापपाटाका 3वटा स्कुल अनि जुकु गाउँको एउटा स्कुल र अर्को 2टा गाउँको नाम चाहिँ बिर्सेँ जानुभएको थियो। हजुर, ती 2टा गरेर हामीले झन्डै 700 जस्तो स्कुल ब्याग र 300 जस्तो ज्याकेट चाहिँ वितरण गऱ्यौँ। र यस्तै गरेर हिमाली गाउँपालिकामा चाहिँ मेरो विचारमा 300 ज्याकेट र 500 ब्यागहरू चाहिँ हुन्छ होला यहाँ चाहिँ। हजुर, अब
पछिल्लो वर्ष पनि समन्वय गरेर आउनुहुन्छ कि के गर्नुहुन्छ? आशा गर्छु र अर्को वर्षहरू किन हाम्रो यो 3 वर्षको सम्झौता भन्ने कि समन्वय भएको छ। 2 वर्ष आइ अब अर्को साल पनि म अब स्वास्थ्य शिविर हुन्छ कि यस्तै स्कुल ब्याग ज्याकेट उनीहरूलाई चाहिने आवश्यक कपी कलम हुन्छ जे सम्भव हुन्छ त्यो चाहिँ लिएर आउने नै छु र अवश्य ट्राई कोसिस पनि गर्नेछु। तपाईहरुको संस्था चाहिँ नेपालभरि नै काम गर्छ? हाम्रो संस्था चाहिँ विशेष गरेर नेपालभरि नै छ। नेपालको पनि दुर्गम र हिमाली क्षेत्रहरूमा चाहिँ काम गर्ने हो किनभने म एउटा पर्यटन व्यवसायी त्यसमाथि पनि ट्रेकिङ चलाउँछु हैन। अनि ट्रेकिङ जाने बेलामा चाहिँ हाम्रो क्लाइन्ट्सहरूले पनि म आफै पनि जाने बेलामा गाउँको अवस्था बुझेर त्यहाँको कन्डिसन त्यहाँको गरिबी त्यहाँलाई आवश्यकता अनुसार चाहिँ हामीले गरिरहेका छौँ र सुरुमा चाहिँ हामीले दुर्गम क्षेत्रमा चाहिँ सङ्खुवासभा जिल्लाबाट सुरु गरेका थियौँ। त्यहाँ चाहिँ स्वास्थ्य शिविरहरू वर्षेकी गर्थ्यौँ र त्यहाँको 12वटा स्कुलका विद्यार्थी त्यस्तै झन्डै 1000 स्टुडेन्टहरूलाई चाहिँ हामीले स्कुल झोला अनि कपी कलमहरू आवश्यक 1 वर्षलाई पुग्ने कपी कलमहरू दिँदै आएका छौँ। त्यस्तै गरेर गोर्खा त्यसपछि भूकम्प आयो त्यसपछि गोर्खा अब सोलुखुम्बु धादिङ अहिले बाजुरामा छौँ त्यसरी गरिरहेका छौँ। अनि टोपी पनि वितरण गरिराख्नु भएको छ? टोपीको कुरा चाहिँ गत साल म यही बाजुरा हिमाली गाउँपालिकाको क्युदी गाउँमा जाँदाखेरि त्यहाँको बुवा दाइहरूको एउटा ग्रुपको उहाँको कमिटीको नि मिटिङ रहेछ। त्यो दिनमा चाहिँ सबै धेरै जसो आउनु भएको थियो अनि त्यहाँ चाहिँ मैले धेरै जसो बुवाहरूको चाहिँ टोपी चाहिँ फाटेको र पाल परेको एउटा पनि टोपी चाहिँ पाल नपरेको नफाटेको देखिनँ। अनि त्यसपछि यहाँ त टोपी एउटा सानो टोपी भनेको त एउटा सानो धेरै पनि पर्ने होइन त्यस्तो पनि आवश्यकता रहेछ कि जस्तो लाग्यो। त्यही भएर चाहिँ अहिले मैले बुवाहरूलाई चाहिँ एउटा टोपी पनि वितरण गरिरहेको छु यसपालि चाहिँ बाजुरा स्वामी कार्तिक र यहाँ हिमाली गाउँपालिकामा। कति जति टोपी ल्याउनु भएको थियो यतिखेर? मैले काठमाडौँबाट चाहिँ 200 जति टोपी ल्याएको थिएँ। त्यो चाहिँ नि अलमोस्ट स्वामी कार्तिकमै सक्यो अनि यहाँको लागि नपुगेर आज मैले त्यस्तै 35-40 वटा यहाँ ल्याएको थिएँ त्यो पनि सक्यो। अब फेरि अर्को स्कुललाई चाहिँ पुगेको छैन म त्यो चाहिँ पछि पठाइदिनेछु। हस् धन्यवाद। धन्यवाद।